तपाईहरुलाई मैले अस्ति तल ग्राउन्ड फ्लोरमा देखाएको थिएँ न्यू हस्पिटल। अहिले चाहिँ म माथि यो मेन रोड पल्ली रोड त्यहाँबाट माथि पात्लोपट्टिको देखाउने ट्राई गर्छु ल। यहाँ चाहिँ अप्ठ्यारो छ कि यो माथिबाट अलमोस्ट कम्प्लिट भइसकेको छ। अब यो कुरा चाहिँ चलेको चाहिँ 16 मेमा चाहिँ ओपनिङ हो भन्ने चाहिँ मैले पहिल्यै सुनेको चाहिँ यो चाहिँ माथि टप फ्लोरबाट माथि अर्को साइडको यो चाहिँ रोडमै एट्याच छ। तपाईँको यो रोडबाट एट्याच भएर यहाँबाटै 1 वे गर्ने गर्छ होला सायद। योबाट गयो अनि तल मुनि निक्लियो। पहिला चाहिँ जुन चाहिँ यो प्ले ग्राउन्ड थियो एउटा यहाँनिर, त्योभन्दा अगाडि पनि चाहिँ पुरानो भेटनेरी हस्पिटल थियो। भेटनेरी हस्पिटल त्यहाँदेखि एकै बादमा चाहिँ एउटा प्ले ग्राउन्ड भएको प्लेग्राउन्ड थियो। प्लेग्राउन्डको बादमा चाहिँ त्यहाँदेखि कालीजी न्यू हस्पिटल। सायद त्यो राम्रै भयो होला हस्पिटल गरेर चाहिँ। जरुरी नै थियो हाम्रो सिक्किमवासीहरूलाई। यो चाहिँ देख्नुहुन्छ नि तपाईँले, यो चाहिँ तपाईँको आरसी रोमन क्याथोलिक चर्च हो। एकजना पेट्रोल पम्प छ। तपाईँले देख्नुहुन्छ माथिको टोपी यो चाहिँ तपाईँको कम्युनिटी सेन्टर, कम्युनिटी हल। यो डाँडामा तपाईँ तान्दैन रहेछ। तर यहाँ चाहिँ तपाईँको सानड्रुप्सी छ। सानड्रुप्सी यो एकदमै डाँडा, टक्कै डाँडामै छ सानड्रुप्सी। सायद इन्स्टिट्युट देख्नुहुन्न ल, कता चाहिँ देख्नुहुँदैछ कि। यो चाहिँ सानड्रुप्सीको इन्स्टिट्युट हो चाहिँ।